Hello friends, welcome to my YouTube channel, and this is my first YouTube video about everything. How do I start my process? Actually, um, I'm here in Germany, and it almost have been 42 days maybe since I landed here in Germany. I landed on April 2, 2026, and today is May 15. So I think it's almost 42 or 43 days since I'm in here. So this video is all about how do I start my process, everything step by step guide to you, and the mistakes that I did, so that you can avoid those mistakes while you are starting the process for the Germany for masters. It's for the I'm telling you the process for the master. How do you apply for the masters in Germany in English language? So yeah, be with me and I will tell everything. The first thing I will start with my story. So मैले चाहिँ आफ्नो ब्याचलर चाहिँ अगस्त 2024मा चाहिँ सकाएको थिएँ अनि मैले चाहिँ मेरो ब्याचलर्स इन कम्प्युटर एप्लिकेसनमा गरेको थिएँ इन 2009 आई स्टार्ट माई ब्याचलर्स इन 2019 मेबी नोभेम्बरमा होइन अगस्तमा मैले 2019 अगस्तमा चाहिँ मैले आफ्नो ब्याचलर स्टडी स्टार्ट गरेको थिएँ इन पोखरा लाग्रान्डी इन्टरनेसनल कलेज भन्ने ठाउँबाट ठाउँबाट नट ठाउँ इट्स कलेज युनिभर्सिटी इट्स पियु पोखरा युनिभर्सिटी एन्ड त्यसपछि चाहिँ अनि मैले चाहिँ 2019मा स्टार्ट गरेँ एन्ड मैले चाहिँ मेरो खास कोर्स चाहिँ सकिन पर्ने 19, 20, 21, 22, 2023 2023मा सकिन पर्ने मेरो 4 इयर्सको ब्याचलर, तर मेरो चाहिँ सक्यो 2024मा बिकज अफ द कोभिड. एज यु अल नो इट्स अलमोस्ट 1 इयर चाहिँ मेरो लस भयो बिकज अफ द कोभिड. अनि अदरवाइज म सायद 1 वर्ष अगाडि आउँथ्यो होला यहाँ, मेबी, हु नोज. तर मैले चाहिँ 2024मा मैले चाहिँ अगस्तमा चाहिँ मेरो ब्याचलर सकेको थियो अनि मैले ग्रेजुएसन सेरिमनी चाहिँ मेरो चाहिँ या कन्भोकेसन चाहिँ मेरो 2025को फेब्रुअरीमा भएको थियो, मेबी जनवरी अर फेब्रुअरीमा भएको थियो, सायद फेब्रुअरीमा भएको थियो. अनि त्यसपछि चाहिँ मैले चाहिँ फर्स्ट थिङ मैले सबभन्दा पहिला के गरेँ भन्दा चाहिँ मैले आइल्स पढ्न स्टार्ट गरेँ फ्रम द मार्चबाट चाहिँ मैले आइल्स पढ्न स्टार्ट गरेँ. अनि मार्चबाट मैले आइल्स पढ्दै मैले सँगसँगै मैले अनि यसो यताउता युट्युबहरू भिडियोजहरू हेरेँ, रिसर्चहरू गरेँ, कसरी छ प्रोसेसहरू होइन, कसरी छ, कति के चाहिन्छ, सबै मैले युट्युबहरूबाट हेरेँ. अनि त्यहाँ पनि अहिले त सबै छ, टन्नै भिडियो छ, यु क्यान गेट मेनी नलेज. अब त किनभने यहाँ टन्नै छ, जे भने त्यही पाउँछ. अहिले त युट्युबमा जे सर्च गर्यो यु क्यान गेट द इजिली रिसोर्सेस, एभ्रिथिङ डिटेल बाई डिटेल. दो आई विल टेल यु, म चाहिँ डिटेलको नि डिटेल भन्दैछु, सो द्याट इट विल हेल्प यु विथ माई स्टोरी. या अनि मैले चाहिँ अनि गर्दै गएँ कतिमा 2024मा मैले ब्याचलर सकाएँ. अनि त्यसपछि 2025को फेब्रुअरीमा कन्भोकेसन भएको थियो. एन्ड देन मैले चाहिँ अनि आइल्स पढ्न स्टार्ट गरेँ एप्रिलबाट मैले चाहिँ आइल्स पढ्न स्टार्ट गरेको थिएँ. अनि मैले चाहिँ आइल्स लगभग 5 महिना कि 4 महिना जति पढेँ. एन्ड देन मैले आफ्नो आइल्स कहिले दिएँ, एप्रिलबाट एप्रिल, मे, जुन, जुलाई, अगस्त. आई थिङ्क आई गेभ माई आइल्स अन कहिले दिएको थिएँ मैले आइल्स, अक्टोबरतिर दिएको थिएँ क्या सायद, या अक्टोबरतिर दिएको थिएँ क्या मैले आइल्स, सायद, मलाई थाहा भएन, एक्ज्याक्ट डेट चाहिँ थाहा भएन. तर चाहिँ मैले चाहिँ ब्याचलर दिने बित्तिकै सबभन्दा पहिला चाहिँ मैले चाहिँ आइल्स गरेको थिएँ. अनि आइल्स गरेँ लगभग 4 महिना जति कि 5 महिना जति आइल्स गरेर अनि मैले इक्जाम दिएको थिएँ. अनि तर आएन त्यति राम्रो, 6.5 आयो बल्ल, almost B1, not less than 6 हो. त्यही पनि 6, you have at least, you need to score at least 6.5, but
आई विल रिकमेन्ड कि 7 चाहिँ आउनै पर्छ, किनभने 7 आयो भने चाहिँ यु विल गेट मेनी अफर लेटर फ्रम द युनिभर्सिटी एन्ड इट विल बी मोर चान्सेस टु बी हियर. सो अनि मैले चाहिँ अनि उस गरेँ, मैले चाहिँ अनि आइल्स गरेँ. अनि आइल्स गरेपछि चाहिँ सेकेन्डमा चाहिँ अनि आइल्स गरिसकेपछि चाहिँ मैले अनि सबै डिग्री सर्टिफिकेट्सहरू मैले सबै कलेक्ट गर्न सुरु गरेँ. मेरो एसएलसीको एसएलसीको सर्टिफिकेट्स, ट्रान्सफर सर्टिफिकेट, माइग्रेसन सर्टिफिकेट, +2 को माइग्रेसन सर्टिफिकेट, मार्कसिट, अल द एकाडेमिक डकुमेन्ट्स, ब्याचलरको डिग्री सर्टिफिकेट सबै मैले कलेक्ट गरेँ. अनि त्यसपछि चाहिँ अनि त्यो भनेको सेकेन्ड प्रोसेस भयो, सेकेन्ड स्टेप भयो. अनि अर्को थर्ड स्टेप भनेको चाहिँ मैले एसओपी लेख्न सुरु गरेँ. एसओपी, फर्स्ट थिङ यु सुड निड टु डु is the IELTS. Second is you have to collect all the academic documents, and third thing is you need to write SOP. So SOP चाहिँ म रिकमेन्ड गर्छु चाहिँ आफै लेख्नु. म पछि आउने भिडियो बनाउँछु हाउ टु राइट द बेस्ट पर्फेक्ट एसओपी. दो आई डोन्ट गेट मेनी अफर लेटर. आई थिङ्क एसओपीले भन्दा नि मेरो चाहिँ आइल्सको उसले गर्दा होला, मेरो चाहिँ मैले चाहिँ लगभग 10 युनिभर्सिटिजमा मैले अप्लाई गर्दा बल्ल एउटामा आएको थियो अफर लेटर. भनेपछि मेरो आइल्सले गर्दै होला पक्कै, किनभने एसओपी चाहिँ मैले उस लिएको थिएँ, कोर्स जस्तै थियो के टाइपको. कस्तो भन्दा एउटा इन्डियन थियो, एउटा इन्डियन इन्फ्लुएन्सर थियो. त्यसले चाहिँ के भन्थ्यो भन्दा कति इन्डियन आइएनआर लगभग 4000 आइएनआर 4000 को जति कोर्स त्यसको चाहिँ एसओपी कोर्स लियो भने चाहिँ त्यसले सबै भन्थ्यो, डिटेल बाई डिटेल चाहिँ त्यसले टेम्प्लेट दिन्थ्यो, यसरी गर्ने सबै गाइड गर्थ्यो. थ्रु द भिडियो कल, लाइभ भिडियो कल, यु सी गाइड यु एन्ड क्रिएट अ कम्प्लिट एसओपी फर यु. So I will also share my SOP to you. And the second thing is त्यही हो, एसओपी चाहिँ आफै लेख्नु भन्छु म. किनभने चाहिँ एसओपी चाहिँ पछि भिसा अफिसरमा चाहिँ यो के इन्क्लुड गरेको आफूलाई सबै थाहा हुन्छ. अनि भिसा इन्टरभ्यू दिने बेलामा पनि आफूलाई थाहा हुन्छ, कन्फिडेन्स फिल हुन्छ कि मैले यो इन्क्लुड गरेको थियो. एसओपी मोटिभेसनल लेटर जे भने नि त्यसमा मैले के इन्क्लुड गरेको थिएँ त्यो थाहा हुन्छ. So if you write the good SOP, then it will almost increase the chances by 50% more. And 50% चाहिँ अब आइल्सको ग्रेड भयो अनि यो एकाडेमिक ग्रेड्सहरू. अनि त्यसपछि एसओपी गर्नु. अनि एसओपी लेखिसकेपछि चाहिँ अनि एप्लाई गर्न सुरु गर्नु युनिभर्सिटीमा. मेरो चाहिँ विन्टर इन्टेकमा मैले त 2024 को विन्टर इन्टेक अक्टोबर इन्टेकमा एप्लाई गरेको थिएँ. तर चाहिँ अनि मैले अफर लेटर नै आएको थियो, अक्टोबर इन्टेककै आएको थियो. तर मेरो चाहिँ लगभग फर्स्ट सेमिस्टर नै मैले छुट्यो मेरो चाहिँ बिकज अफ द अपोइन्टमेन्ट डिले. मेन प्रब्लम भनेको नै अपोइन्टमेन्ट हो. सो यु निड टु स्टार्ट एज सुन एज पसिबल, एज फास्ट एज पसिबल टु एभोइड दिस प्रब्लम. किनभने अपोइन्टमेन्ट सबभन्दा मेन प्रब्लम हो. किनकि इट अलमोस्ट टेक्स फर मी अलमोस्ट 4 to 5 मन्थ हुँदाखेरि मेरो अपोइन्टमेन्ट पाएन कि. मैले 4 मन्थ अगाडिबाट मैले ट्राई गर्दाखेरि मैले सर्ट्स पाएन. मैले लगभग बिहान उठेर 4 बजे उठेर 5 बजे उठेर सिटहरू हेर्दाखेरि 2 सेकेन्डमा 3 सेकेन्डमै सब रिजर्भ हुन्थ्यो, त्यस्तो थियो. किनभने मैले ओल्ड सिस्टम थियो त्यति बेला, ओल्ड सिस्टमबाट बुकिङ गर्दा चाहिँ अनि त्यस्तो भएको थियो. अनि पछि अनि अलमोस्ट 4 मन्थ पछि चाहिँ नयाँ सिस्टम इन्ट्रोड्युस भएको थियो. त्यो नयाँ पोर्टल अहिले नै अहिले त त्यही चल्यो होला. पुरानो सिस्टम हटाइदियो भन्दै सुनेको थिएँ मैले. सायद पुरानो सिस्टम अहिले हटायो. त्यो बिहानै उठेर बुक गर्नुपर्ने त्यो ओल्ड सिस्टम भयो के अरे. जसले फर्स्ट कम फर्स्ट सर्भ, अब जसले पहिला बुक गर्यो त्यसले पायो. अहिले चाहिँ अब त्यस्तो हुँदैन. अहिले चाहिँ अब लाइनमै अब सबैले आफ्नो प्रोफाइल्सहरू डिस्क्रिप्सन्सहरू अब पोर्टलमा हालेर अनि लाइनमा कुरेर बस्ने. एन्ड अहिले त स्मुथ भयो प्रोसेस, त्यस्तै होला. मैले पछि अनि मैले 4th मन्थमा गर्दा अनि मैले नि पाएँ. अनि त्यसपछि मैले अनि प्रोसेस त्यसपछि अनि बल्ल अनि नयाँ सिस्टममा इन्ट्रोड्युस भइसकेपछि चाहिँ अनि मैले चाहिँ अनि बल्ल मैले आफ्नो स्लट पाएको थिएँ. एन्ड यसले त्यो गर्दा लगभग मैले 5 मन्थ चाहिँ मेरो उसमै गयो, बुकिङमै गयो, भिसा अपोइन्टमेन्ट बुकिङतिरै गयो. अलमोस्ट 5 मन्थ गयो बुकिङ, यो भिसा यो अपोइन्टमेन्ट बुकिङमै गयो. त्यही भएर चाहिँ म भन्छु सबभन्दा मेन रिकमेन्ड चाहिँ
you have to book for the appointment as soon as possible. किनभने if you do late, then you will suffer for like me. अनि त्यसपछि चाहिँ थर्ड फोर्थ स्टेप भनेको चाहिँ मैले फोर्थ स्टेप भनेको चाहिँ यु हेभ टु स्टार्ट योर डच ल्याङ्ग्वेज, लर्निङ डच ल्याङ्ग्वेज। मैले चाहिँ अनि फोर्थ स्टेप मैले चाहिँ ल्याङ्ग्वेज स्टार्ट लर्न गर्न, तर मैले त सँगसँगै आइएस दिने बित्तिकै मैले त ल्याङ्ग्वेज लर्न गर्न सुरु गरिहालेको थिएँ। अलमोस्ट मैले चाहिँ 6 to 7 मन्थ चाहिँ मैले ल्याङ्ग्वेज पढेको थिएँ। अनि 6 to 7 मन्थमा चाहिँ म B1, हामीले चाहिँ B1 भन्छ, B1 लेभलमा चाहिँ म पुगेको थिएँ। एन्ड देन स्टिल B1 पुग्दाखेरि आई कान्ट डु कन्भर्सेसन विथ हियर नेटिभ स्पिकर्स, किनभने कान्ट अन्डरस्ट्यान्ड प्रपरली even through the B1 level. So I will recommend to do at least B1 before coming here, because it will be easy if you come here with the B1 level. किनभने चाहिँ इभन म B1 पुग्दाखेरि मैले राम्रोसँग बुझिनँ भनेपछि तपाईँ त A1 A2 त झन् कुरै छोडिदिनुहोस्। एटलिस्ट B1 सम्म चाहिँ बेस बन्छ, अनि थाहा हुन्छ के भन्न खोजेको। यु विल start to understand the words what they are trying to say. B1 मा चाहिँ सिम्पल यताउता अब डाइरेक्सनहरू सोध्ने, यताउता हरायो भने यताउता कफी अर्डर गर्ने, फुड अर्डर गर्ने, त्यतिको चाहिँ कन्फिडेन्टली चाहिँ त्यतिको सक्छ। त्यति A2 मा नि सक्छ, बट B1 मा अलिक बढी कन्फिडेन्स आउँछ। आफ्नो बारेमा भन्न सक्छ B1 मा, आफ्नो डिस्क्रिप्सन दिन सक्छ। बट दो मैले चाहिँ B1 को इक्जाम दिएँ हैन, म अब दिनेवाला छु। बट आई विल रिकमेन्ड टु डु एटलिस्ट B1। आइएल सकिने बित्तिकै B1 ल्याङ्ग्वेज चाहिँ पढ्न सुरु गर्दा हुन्छ, किनभने चाहिँ इट्स बिट हार्ड। विदाउट ल्याङ्ग्वेज यु क्यान सर्भाइभ। म त भन्छु यदि ल्याङ्ग्वेजको झन्झट चाहिँदैन भने चाहिँ अस्ट्रेलिया नै एप्लाई गर्दा हुन्छ। जर्मनी काम छैन। वन्स यु लर्न द ल्याङ्ग्वेज देन एभ्रिथिङ इज गुड। सबै कुरा सजिलो हुन्छ। एकचोटि ल्याङ्ग्वेज सिकेपछि चाहिँ सबै कुरा चाहिँ त्यति गाह्रो हुँदैन, एड्याप्ट हुन गाह्रो हुँदैन, एकदम सजिलो हुन्छ। सो सी हियर इज अ ब्युटिफुल वेदर। यतिको यो जर्मनीमा यो वेदर भनेको त स्वर्ग जस्तो। यो त लगभग गर्मी महिनामा चाहिँ यस्तो त लगभग इट्स अ भेरी ह्याप्पी डे, कन्सिडर फेस्टिभल जस्तो सेलिब्रेट हुनुपर्ने यस्तो वेदर त खास त जर्मनीमा त। किनभने यतिको वेदर त एकदम रियरली यहाँको मुड। जर्मनीको वेदर यु कान्ट प्रिडिक्ट द वेदर। भर्खरै 12 बजे घाम लाग्छ, 12:30 बजे पानी परिदिन्छ, त्यस्तो छ यहाँको वेदर। एन्ड भेरी कोल्ड। बट अल्दो अहिले त समर चलिरहेको छ। मैले चाहिँ अक्टोबर इन्टेकमा एप्लाई गरिरहेको थिएँ। अनि अक्टोबर इन्टेकमा एप्लाई गर्दा पछि मैले अपोइन्टमेन्ट डिलेले गर्दा अनि मैले फर्स्ट सेमिस्टर छुट्यो। अनि मैले कलेजमा लिभ अफ एब्सेन्स लेटर पठाएँ। त्यो चाहिँ एउटा लेटर हुन्छ जसले चाहिँ कलेजलाई भन्छ कि म एउटा केही कारणले गर्दा, अपोइन्टमेन्ट डिलेले गर्दा या कुनै पनि कारणले गर्दा चाहिँ म यो फर्स्ट सेमिस्टरमा आउँदिनँ भनेर चाहिँ भन्न पाउँछ कि एउटा सेमिस्टरसम्मको चाहिँ छुट दिन्छ युनिभर्सिटीले। अनि त्यसपछि अनि मैले पाएँ एब्सेन्स लिभ अफ एब्सेन्स लेटर। मेरो एब्सेन्ट भयो। अनि मलाई चाहिँ अनि मलाई दियो। मलाई 1 इयरको फर्स्ट सेमिस्टरको चाहिँ मलाई दियो, लिभ दियो। अनि त्यसपछि म चाहिँ अहिले सेकेन्ड सेमिस्टरमा आएको छु। अनि अहिले चाहिँ म चाहिँ अप्रिल 2026 को चाहिँ अप्रिल इन्टेकमा आएको। म चाहिँ समर इन्टेकमा आएँ। खास समर इन्टेक त के भन्ने, यो मेरो कोर्स चाहिँ मैले मास्टर्स इन इन्जिनियरिङ अफ सोसियो टेक्निकल सिस्टम चाहिँ मेरो अक्टोबर इन्टेकको थियो। विन्टर इन्टेकको मात्रै खुल्छ मेरो कोर्स, तर म चाहिँ समर इन्टेकमा आएँ बिकज अफ द 1 semester. Because of my 1 semester delay. So yeah, so I recommend all of you to start as soon as possible. अनि त्यसपछि यदि चाँडो गऱ्यो भने चाँडो हुन्छ। अनि मेरो जस्तो चाहिँ प्रब्लम फेस गर्न नपरोस् भन्छु म चाहिँ। किनभने चाहिँ यदि चाहिँ अहिले त त्यस्तो प्रब्लम हुँदैन होला सायद, किन नयाँ सिस्टम आइसक्यो। सबै प्रोसेस बाई प्रोसेस हुन्छ। अब त सबैले जसले पहिला प्रोफाइल बनाएर हाल्यो त्यसले युज हुन्छ। मैले चाहिँ मेरो पालीमा थिएन त्यस्तो। मेरोमा चाहिँ ओल्ड बुकिङ सिस्टम नै थियो। न्यू सिस्टम चाहिँ पछि आएको थियो। गर्दा 2-3 महिनापछि मैले एप्लाई गरेको, 2-3 महिनापछि चाहिँ बल्ल न्यू सिस्टम आएको थियो। सो या
यु हेभ टु डु एज सुन एज पोसिबल। अनि त्यसपछि या अनि मैले त्यही भने, अनि त्यही हो। त्यसपछि त्यही फर्स्ट स्टेप भनेको आफ्नो सबभन्दा पहिला फर्स्ट स्टेप भनेको चाहिँ आइएल्स गर्ने ब्याचलर सकेपछि। अनि सेकेन्ड इङ्ग्लिस प्रोग्राममा आउनु छ भने, यदि जर्मन प्रोग्राममा आउनु हो भने त ल्याङ्ग्वेज नै जान्नु पऱ्यो, एटलिस्ट B1 to B2 चाहिँ जान्नै पऱ्यो। बिकज विदाउट B1 मिनिमम B1 ल्याङ्ग्वेज B1 लेभल यु क्यान नट डु यु क्यान नट लर्न द मास्टर्स or study masters in Dutch language or German language. So yeah, that's all. अनि फर्स्ट थिङ चाहिँ आइएल्स गर्नु पऱ्यो। सेकेन्ड थिङ आफ्नो एकाडेमिक डकुमेन्ट सबै रेडी हुनु पऱ्यो, डिग्री सर्टिफिकेट्स, ब्याचलर सर्टिफिकेट्स, एभ्रिथिङ रेडी। एन्ड द थर्ड थिङ इज यु हेभ टु राइट द SOP, जो चाहिँ अहिले त युट्युबहरूमा धरि एकदम सबैमा हाल्छ। लगभग कसरी प्रोसेस टेम्प्लेट के हो, त्यसको फर्मेट कस्तो हुन्छ, के इन्क्लुड गर्नुपर्छ सबै यु विल गेट। दो मैले नै हाल्छु SOP, मेरो SOP म हाल्छु। एन्ड SOP बनाइसकेपछि चाहिँ धमाधम अनि अप्लाई गर्ने। अनि युनिभर्सिटीमा लगभग मैले 10वटा युनिभर्सिटीमा अप्लाई गर्दा चाहिँ एउटामा आएको भनेको थिएँ बल्ल। आई थिङ्क इट्स अल बिकज अफ माई आइएल्स। दो मैले चाहिँ रिक्वायरमेन्टहरू चाहिँ राम्रोसँग नपढिकन चाहिँ मैले झ्याम हाल्दै थिएँ। जस्तै कुनै युनिभर्सिटीमा मिनिमम 7 चाहियो अनि मैले 6.5बाट 6.5 आउँदा हाल्दै थिएँ। त्यही पनि के भन्छ, चान्स पर्छ होइन। इट्स नथिङ बेटर देन डुइङ, के भन्छ, यु हेभ टु ट्राई रादर देन डुइङ नथिङ भन्छ नि, त्यस्तै। अनि मैले चाहिँ अनि हालिदिएँ सबै। अनि त्यसपछि मैले चाहिँ 10वटा युनिभर्सिटीमा अप्लाई गर्थेँ, अनि एउटामा मात्रै अफर आयो। अनि त्यही युनिभर्सिटीमा अहिले छु। अनि म चाहिँ अहिले मास्टर्स इन इन्जिनियरिङ अर सोसियो टेक्निकल सिस्टम गर्दैछु, जो चाहिँ कम्प्युटर रिलेटेड, ह्युमन कम्प्युटर इन्टरेक्सन रिलेटेडको कोर्स हो। अनि SOP सबै भयो, अप्लाई गर्नु। त्यसपछि एउटा मैले चाहिँ के गरेँ भन्दा एक्सेल सिट फाइल बनाएँ। अनि एक्सेल सिट फाइल बनाइसकेपछि चाहिँ अनि मैले 10वटा युनिभर्सिटी आफूले एप्लाई गरेको लिस्टिङ गरेँ। अनि मैले एप्लाई कहिले डेट गरेँ, कहिले एप्लाई गरेको त्यो लेखेँ। अनि फर्स्ट थिङ चाहिँ यु हेभ टु राइट द डेट्स, कहिले खुल्छ त्यो अप्लाई गर्ने, त्यसको पोर्टल कहिले खुल्छ, त्यो डेटहरू सबै इन्क्लुड गर्नु पऱ्यो। अनि त्यही डेटमा खुल्ने बित्तिकै जति अगाडि त्यो युनिभर्सिटीको त्यो जति पहिला त्यो एडमिसन डेट खुल्छ, त्यही जति फास्ट गऱ्यो तिनीहरूले त्यति पहिला दे विल सी योर अफर लेटर एन्ड जति फास्ट गऱ्यो त्यति पहिला यु विल गेट अफर लेटर। किनभने ढिलो गऱ्यो भने चाहिँ तिनीहरूले बरु भनेको जति सिट्स पुगिसकेपछि चाहिँ त्यतिसुकै राम्रो उस भए पनि, एकाडेमिक रिलेटेड ग्रेड्सहरू आइएल्स स्कोर जतिसुकै राम्रो भए पनि दे विल नट एक्सेप्ट योर अफर लेटर, दे विल नट एक्सेप्ट योर SOP एन्ड एभ्री योर डकुमेन्ट्स। किनभने तिनीहरूले चाहिँ तिनीहरूको कोटा भरियो, त्यही भएर चाहिँ अनि तिनीहरूले चाहिँ लिँदैन। सो यु निड टु अप्लाई एज सुन एज पोसिबल तिनीहरूको। त्यही भएर चाहिँ एउटा एक्सेल सिट बनाउनु, अनि त्यसमा चाहिँ यो केमा कुन युनिभर्सिटीमा अप्लाई गर्ने हो त्यसको युनिभर्सिटीको नेम लिस्ट गर्नु। अनि त्यो कहिलेबाट ओपन हुन्छ, त्यो ओपन भएको चाहिँ डेट, त्यो डेटहरू मेन्सन गर्नु। अनि त्यो डेटहरू मेन्सन गरिसकेपछि चाहिँ एन्ड देन यु क्यान अप्लाई फर फ्रम द्याट डेट। किनभने मैले चाहिँ लगभग त्यो एडमिसन डेट खुल्ने बित्तिकै चाहिँ सबैको चाहिँ फर्स्ट विकभित्रै सबैकोमा एप्लाई गर्दाखेरि मैले बल्ल एउटामा पाएँ भनेपछि। बट मेरो चाहिँ आइएल्स स्कोर कम आएको थियो, त्यही भएर नि होला सायद। सो यु निड टु एम एटलिस्ट 7 or 7.5 त्योभन्दा माथि भयो भने झन् राम्रो। सो त्यति गऱ्यो भने चाहिँ यु विल अलमोस्ट 80% 90% चान्स बढिसक्छ, भिसा सक्सेस रेट बढ्छ त्यति गर्दाखेरि चाहिँ। सो चाहिँ म त्यही भन्छु, एक्सेल सिट फाइल बनाएर अनि अप्लाई गरेको डेट लेख्नु। अनि तिनीहरूको चाहिँ अनि तपाईँहरूले अप्लाई गरेको चाहिँ लगभग 1 to 2 month, 3 monthभित्र, 2 monthभित्र त आउँछ आई थिङ्क। धेरै भयो 3 monthसम्म डिले हुन्छ, नत्र 2 monthभित्र चाहिँ आउँछ रेस्पोन्स। सो 3 monthभित्र चाहिँ आउँछ। अनि त्यसपछि चाहिँ अनि अफर लेटर आइसकेपछि चाहिँ सबभन्दा पहिला चाहिँ अपोइन्टमेन्ट बुकिङ गर्नुपर्छ। अनि त्यो अपोइन्टमेन्ट बुकिङ गरिसकेपछि त्यो अहिले त नयाँ सिस्टम आएको छ, त्यसमा चाहिँ अहिले प्रोफाइल बनाएर आफ्नो एकाडेमिक डकुमेन्ट्स हाल्नुपर्छ।
एकाडेमिक डकुमेन्ट्स हाल्यो, आफ्नो एसओपी हाल्यो, अनि त्यसपछि आफ्नो आयल सर्टिफिकेट, पासपोर्ट्सहरू, डिग्री पासपोर्ट्सहरूको फोटोकपी, त्यस्तोहरू सबै रिलेटेड के डिस्क्रिप्सनहरू माग्छ सबै हाल्नु। अनि त्यसपछि मेन अर्को चाहिँ ब्याङ्किङ स्टेटमेन्ट पनि राख्नुपर्छ, सायद अहिले नि राख्नुपर्छ होला, ब्याङ्किङ स्टेटमेन्ट चाहिँ राख्नुपर्छ। मैले नि राखेको थिएँ, मैले चाहिँ अलमोस्ट 22 लाख चाहिँ मैले ब्याङ्किङ स्टेटमेन्ट देखाएर चाहिँ मैले राखेको थिएँ। त्यो भनेको चाहिँ मैले चाहिँ यति पैसा चाहिँ पछि चाहिँ ब्लक एकाउन्टमा हाल्छु, यही पैसा ब्लक एकाउन्टमा हाल्छु भनेर चाहिँ त्यो एउटा प्रुफ जस्तै हो, त्यही भएर चाहिँ त्यो चाहिँ राख्नुपर्छ। त्यति राखिसकेपछि चाहिँ अनि मैले चाहिँ अनि त्यसपछि चाहिँ भयो, त्यो सकिन्छ प्रोसेस। अनि अब त्यो कुरेर बस्ने, अब नयाँ सिस्टममा त कुरेर बस्ने हाल्ने, अनि अब 2-3 महिना चाहिँ कुर्ने सायद। अब कसैको लक्की भयो भने चाहिँ फर्स्ट 1 मन्थमै आउँछ, नत्र भने 2 महिना चाहिँ 3 महिना चाहिँ लाग्छ सायद, धेरै भयो भने 2 महिना जति त लाग्छ होला। अनि मेरो चाहिँ नयाँ सिस्टमबाटै आएको, मेरो चाहिँ अपोइन्टमेन्ट स्लट मेरो चाहिँ लगभग मैले ब्याचलर्स मैले चाहिँ आफ्नो लगभग मैले चाहिँ आफ्नो अफर लेटर आएको 1 हप्ताभित्रै मैले जुलाईतिरै हाल्दाखेरि लगभग मेरो चाहिँ सबै रिभ्यू भएर सबै प्रोसेस कम्प्लिट हुन चाहिँ त्यो नयाँ सिस्टमबाट चाहिँ लगभग 3 महिना लाग्यो मेरो स्लट कन्फर्म हुन। अनि त्यसपछि अनि फेरि त्यो भएर मात्रै हुन्न, त्यसपछि तिनीहरूले सबै डकुमेन्ट भेरिफाई भइसकेपछि अनि त्यसपछि बल्ल अनि यु क्यान बुक द, फेरि त्यसपछि अनि आफैले अपोइन्टमेन्ट बुक गर्नुपर्छ। त्यसपछि त्यहाँबाट नि फेरि तिनीहरूले पोर्टल एउटा स्पेसिफिक टाइममा खोलिदिन्छ, जस्तै बिहान मेरो चाहिँ मैले आफै बुक गरेको थिएँ, लगभग बिहान 9 बजीतिर मैले बुक गरेको थिएँ। बिहान चाहिँ बढी खोल्छ, चान्सेस बढी हुन्छ बिहान खोल्यो भने, बिहान 7-8-9 बजीतिर चेक गरिराख्नुपर्छ। अनि मैले चाहिँ 9 बजीतिर चाहिँ मेरो पोर्टल खोलेको थियो, अनि मैले लक्किली मैले चाहिँ हालिदिएँ, मैले चाहिँ अनि मैले स्लट बुक गरेँ। अनि मैले चाहिँ अनि स्लट बुक गरिसकेपछि लगभग मेरो चाहिँ 5 मन्थ चाहिँ खायो, अपोइन्टमेन्टले खायो। अनि त्यसपछि लास्टमा चाहिँ अनि लगभग अपोइन्टमेन्टले खाइसकेपछि चाहिँ अनि लगभग मेरो टाइम सबै अपोइन्टमेन्ट बुकिङमै गयो। अनि त्यसले गर्दा अनि मेरो 1 सेमिस्टर नि मेरो उस भयो, लस भयो। लस त के भन्ने, अब यही फर्स्ट सेमिस्टरको चाहिँ अब मैले यही पछि लास्ट सेमिस्टर सकेपछि पढ्नुपर्छ, लास्ट सेमिस्टर या मास्टर थिसिस लेख्दै पढ्नुपर्छ। सो या अनि सबभन्दा पहिला चाहिँ त्यही भन्छु म, पहिला अपोइन्टमेन्ट बुकिङ गर्नुहोस् भन्छु, किनभने विदाउट द्याट इट्स नट पोसिबल। यदि जति चाँडो गऱ्यो त्यति चाँडो चाहिँ टाइममा जान्छ, नत्र मेरो जस्तै फर्स्ट सेमिस्टर छुट्छ तपाईँहरूको नि। धन्न मेरो कलेजले त लिभ अफ एब्सेन्स एक्सेप्ट गर्छ, नत्र कुनै युनिभर्सिटीले चाहिँ एक्सेप्ट गर्दैन। मेरो चाहिँ मैले चाहिँ पब्लिक युनिभर्सिटीमा चाहिँ धन्न एक्सेप्ट गर्यो। आई डोन्ट नो एबाउट प्राइभेट युनिभर्सिटी, प्राइभेटमा त झन् चाँडै भइहाल्यो, प्राइभेटमा त आइल्स पनि चाहिँदैन प्राइभेटमा गर्दा त, खास भन्यो भने त आइल्स पनि नहुँदा नि हुन्छ, बट तर चाहिँ बिट एक्सपेन्सिभ। आई एम टकिङ अबाउट पब्लिक युनिभर्सिटी। So yeah, to get the public university and 0 tuition fees, though we have to pay the semester contribution. I need to pay all about 435 euro every semester contribution. तर त्यो पनि ट्रान्सपोर्टेसन फीहरूको लागि हो, जो चाहिँ जस्टिफाइड हुन्छ। यहाँ चाहिँ विथ द टिकट यु क्यान ट्राभल एभ्रिवेयर इन द जर्मनी, एभ्री सिटिज अफ द जर्मनी। सो इट्स आई थिङ्क यो चाहिँ सबै पैसा वसुल नै हो, त्यो भनेको त राम्रै हो। अनि अर्को भनेको चाहिँ अर्को कुरा चाहिँ आफ्टर गेटिङ द अपोइन्टमेन्ट देन या यु निड टु प्रिपेयर फर द भिसा इन्टरभ्यू। अनि त्यसपछि त्यो भिसा इन्टरभ्यूमा त्यति गाह्रो त केही छैन, त्यही जे मोटिभेसनल लेटरमा इन्क्लुडेड छ त्यही सोध्छ। अनि किन जान लागेको, कहिले फर्किन्छ, त्यस्तो कुरा हो, त्यस्तो बेसिक कुराहरू हो। दो मैले चाहिँ 1 विक प्रिपेयर गरेको थिएँ त्यस्तो बेसिकको लागि नै, तर चाहिँ यु हेभ टु प्रिपेयर बिफोर एटलिस्ट 2-3 डेज अगाडि प्रिपेयर गर्दा नि हुन्छ। त अरू त इट्स नट अ बिग प्रब्लम वन्स यु गेट द अपोइन्टमेन्ट। सो या सो इन समरी चाहिँ मैले के भन्छु भन्दा चाहिँ मेरो जस्तो मिस्टेक नगर्नु होला, किनभने चाहिँ फर्स्ट थिङ यु हेभ टु डु आफ्टर कम्प्लिटिङ द ब्याचलर इज सबभन्दा पहिला त म त के भन्छु, म त पहिल्यै भन्छु कि जर्मन ल्याङ्ग्वेज सिक्यो हुन्छ। यदि म जर्मनी नै जाने हो भनेर एउटा गोल बनाइसकेपछि जर्मन नै सिक्नु भन्छु म। डच ल्याङ्ग्वेज छ भने त्यति चाँडो, जति चाँडो सिक्यो त्यति राम्रो हो। अनि डच सिक्दा आइल्स सिक्दा नि केही फरक पर्दैन। अनि दुईवटा अनि आइल्सको इक्जाम दिने, अनि इक्जाम दिएपछि आइल्सको स्कोर आउँछ, अनि आइल्सको स्कोर आउने बेरसम्म त्यो एटलिस्ट यु विल बी अन द A2 लेभल।
अनि A2 लेभल, अनि त्यसपछि अपोइन्टमेन्ट गर्दा गर्दा त B1 नै पुगिसक्छ त्यति टाइमसम्म त, यदि राम्रोसँग पढ्यो भने है। एटलिस्ट यु हेभ टु गिभ एटलिस्ट 2 to 3 hours फर यर डच ल्याङ्ग्वेज, बिकज डच इज भेरी हार्ड देन एनी अदर ल्याङ्ग्वेज। मलाई चाहिँ हार्ड लाग्छ। सो यु निड टु गिभ एटलिस्ट 2 to 3 hours इन यर ल्याङ्ग्वेज। तर यदि मलाई ल्याङ्ग्वेजको झन्झट चाहिँदैन भने चाहिँ एज आई अलरेडी मेन्सन्ड अस्ट्रेलिया, UK त्यतैतिर बेस्ट छ। दो अस्ट्रेलियाको भिसा सक्सेस रेट चाहिँ अब इयरली डिक्रिज हुँदै गएको छ, बट या अस्ट्रेलिया, UK, अहिले US मा त गभर्मेन्ट स्टेबिलाइज छैन। सो आई विल नट रिकमेन्ड द US, बट या अहिले चाहिँ अस्ट्रेलिया म रिकमेन्ड गर्छु। अस्ट्रेलिया जानु सक्नुहुन्छ, बट यु हेभ टु गेट अ गुड स्कोर अन IELTS, एटलिस्ट 7.5 or 7, एन्ड द्याट्स इट। अनि त्यसपछि फाइनेन्सियल स्टेटमेन्ट बढी माग्छ कि अस्ट्रेलियामा बढी देखाउनु पर्छ। यहाँ त जर्मनीमा त्यति खर्च नि हुँदैन। स्टेटमेन्ट त 20 lakhs हो, त्यो पनि ब्लक एकाउन्टमा जान्छ, त्यो पनि आफ्नै लागि हो। त्यो हरेक महिना चाहिँ 900 euro आइरहेको हुन्छ। सो इट्स नट अ, यहाँ चाहिँ त्यति प्रब्लम हुँदैन यहाँ चाहिँ। अनि जब मार्केट चाहिँ यहाँ अलिक उस छ, क्लटर्ड छ, बढी उस छ यहाँ पालि। के भन्ने, यहाँ चाहिँ जब मार्केट चाहिँ अब ल्याङ्ग्वेज जाने भने चाहिँ पाइहाल्छ, नजानेन भने गाह्रै छ। इङ्ग्लिस जाने भने पाउन त मान्छेहरूले इङ्ग्लिस ल्याङ्ग्वेज वेयर हाउसहरूमा नि गर्छ, तर अलिकति कम्पिटिसन हाई छ इङ्ग्लिस जबहरूमा चाहिँ। तर जर्मनी जानिसकेपछि चाहिँ यु विल गेट मेनी जब्स एज मच एज मेनी एज पोसिबल। किनभने जर्मन ल्याङ्ग्वेज सिकेपछि त यस्तो कन्फिडेन्स यस्तो बुस्ट हुन्छ कि यु क्यान डु एनी जब हुन्छ कि यु विल गेट एभ्रिथिङ। इट्स केही प्रब्लम्सहरू आए पनि यु क्यान आस्क द पिपल हियर एन्ड दे विल हेल्प यु। तर इफ यु डोन्ट नो जर्मन देन यु विल फिल रेसिजम हियर, बिकज दे विल नट encourage those people who can't speak Deutsch. They don't interact with you properly if you don't know Deutsch language. But some are rude, some are very kind. यहाँ चाहिँ रुड भनेपछि एकदम रुड हुन्छ, काइन्ड भनेपछि एकदम काइन्ड हुन्छ। बिचको वाला चाहिँ मैले देखेँ होइन, किनकि कोही चाहिँ काइन्ड भएपछि भेरी काइन्ड, रुड भनेपछि भेरी रुड हुन्छ। त्यस्तो छ यहाँको चाहिँ। र मैले नि कति फेस गरेको छु, कोही एकदम काइन्ड भेटेको छु, कोही एकदम रुड भेटेको छु। बट इट्स अल, त्यो त जुन कन्ट्रीमा नि हुन्छ, यहाँ मात्रै होइन, जुन कन्ट्रीमा नि त्यस्तै हो। इभन हाम्रो कन्ट्री नेपालमा नि त्यस्तै हो। तर नेपालमा चाहिँ एभरेज नै हुन्छ, कुनै चाहिँ अब बिचको नि भेटाउँछ। बट या द्याट्स इट एभ्रिथिङ। द फर्स्ट थिङ इज यु लर्न द जर्मन वान्स यु कम्प्लिट युर ब्याचलर, एन्ड सँगसँगै IELTS गर्नु, त्यसपछि एकाडेमिक सर्टिफिकेट्सहरू, डिग्री सर्टिफिकेट्सहरू कलेक्ट गर्नु। वान्स यु कम्प्लिट यर ब्याचलर्स एन्ड डिग्री सर्टिफिकेट आइसकेपछि चाहिँ अनि त्यसपछि थर्ड स्टेपमा चाहिँ यु विल राइट SOP। यति इन्टरनेटमा धेरै टेम्प्लेट्सहरू छ, नभए म पनि आफ्नो SOP अपलोड गरिदिन्छु। पछि म SOP को नि सेपरेट भिडियो बनाउँछु। बट द्याट्स इट। अनि SOP राम्रो लेखेपछि अनि अपोइन्टमेन्ट त अहिले नयाँ सिस्टम अब लाइनमा बस्ने, अब कुरेर बस्ने हाल्ने, अनि त्यसपछि आफ्नो प्रोफाइल हालेपछि कुरेर बस्ने, प्रोफाइल हाल्ने, डिस्क्रिप्सनहरू हाल्ने, अनि कुरेर बस्ने। अनि त्यसपछि अनि अलमोस्ट 2 to 3 मन्थमा पालो आउँछ। एन्ड देन यदि राम्रो सबै स्टेप स्मुथली गयो भने चाहिँ इट विल नट बी अ प्रब्लम लाइक मी। किनभने लगभग 4 to 5 to 6 मन्थमा चाहिँ लगभग सकिन्छ। ब्याचलर सकिएको चाहिँ 5 to 6 मन्थभित्र चाहिँ सबै प्रोसेस सकिन्छ, यदि स्मुथली गयो भने। सबै मैले आफूले यो टाइममा यो SOP टाइममा हरेक युनिभर्सिटीको पोर्टल खोल्ने बित्तिकै एडमिसन लेटर सुरुमै आफ्नो SOP सुरुमै दियो भने चाहिँ, अनि सुरुमै तिनीहरूलाई पठाइदियो भने चाहिँ, अनि दे विल अल्सो गिभ यु द feedback कि you are accepted or you are rejected, you will get notification in 2-3 months. You will get notified in 2-3 months. अनि त्यसपछि अनि आई थिङ्क म रिकमेन्ड गर्छु एटलिस्ट 9 to 10 युनिभर्सिटिजमा एप्लाई गऱ्यो भने चाहिँ एउटा त स्योर पर्छ। त्यो त म 100% ग्यारेन्टी दिन्छु। किनभने बट यु हेभ टु गेट एटलिस्ट 6.5 or 7, म त भन्छु 7 नै ल्याउनु भन्छु। आई विल रिकमेन्ड 7 इन IELTS। अनि अर्को चाहिँ एकाडेमिक ग्रेड चाहिँ एटलिस्ट 3 भन्दा माथि आउनु पऱ्यो। 2.8 आउँदा नि केही भएन, बट 3 भन्दा माथि आयो भने चाहिँ अनि
अलिक बढी चान्सेस बढ्छ। मेरो चाहिँ 3.1 आएको थियो ब्याचलर्समा। मेरो चाहिँ त्यो आइएल्सले गर्दा नै हो। मेरो चाहिँ लगभग मेरो 9वटा युनिभर्सिटिजबाट मैले चाहिँ रिजेक्ट भएको म सायद, किनभने धेरै जस्तो सबमा चाहिँ 7 मिनिमम 7 मागेको थियो, कुनै कुनैमा 6.5 मागेको थियो, त्यो पनि त्यसमा पनि गएन, एउटामा मात्रै भयो। भनेपछि कस्तो हाई छ अहिले चाहिँ बढी, किनभने सबैले अहिले जर्मनी एप्लाई गरेको छ बिकज अफ त्यही 0 ट्युसन फिज। सो या द्याट्स इट गाइज। अनि केही पनि क्वेसन्स रिलेटेड केही छ भने चाहिँ यु क्यान कमेन्ट मी डाउन एन्ड आई विल हेल्प यु। बाई बाई।